प्रदेश लोकसेवा आयोग अन्तर्गत कोशी प्रदेशको तपाईँ वन सेवा अन्तर्गत जनरल फरेस्ट्री समूह अथवा जनरल फरेस्ट्री लगायत सोइल एन्ड वाटर कन्जर्भेसन र फरेस्ट रिसर्च समूह र सहायक स्तर 5औं तह, जसलाई हामी रेन्जर, भू संरक्षण सहायक, वन अनुसन्धान सहायक पद भन्दछौँ। अनि त्यो पदको लागि आवश्यक पदको प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमको बारेमा हामी हेर्न जाँदैछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। पहिलोचोटि हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। अब यो रेन्जरको हाम्रो विज्ञापन खुल्दैछ मङ्सिर 28 गते। कहिले खुल्छ त? मङ्सिर 28 गते हाम्रो कहिले खुल्दैछ भने रेन्जरको विज्ञापन खुल्दैछ मङ्सिर 28, 2083 मा चाहिँ हाम्रो के खुल्दैछ त भने रेन्जरको लागि भ्याकेन्सी खुल्दैछ। त्यसको लागि आज हामीले पढ्न अब जाँदैछौँ अगाडि। प्रथम चरणमा चाहिँ हाम्रो विशेष गरी के हुन्छ त भन्दा प्रथम चरणमा हाम्रो लिखित परीक्षा हुन्छ। लिखित परीक्षा 200 मार्क्सको हुन्छ, जसमा हामीले अब यो विस्तृत रूपमा अहिले हेर्ने नै छौँ। लिखित परीक्षा 200 पूर्णाङ्कको हुन्छ अनि 200 पूर्णाङ्क पनि हाम्रो विशेषतः के कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ भने प्रथम पत्र र द्वितीय पत्र गरेर 200 पूर्णाङ्कको लिखित परीक्षा हुन्छ। त्यसपछि अन्तर्वार्ता हुन्छ, जसमा चाहिँ हामीले अन्तर्वार्ता 30 पूर्णाङ्कको हुन्छ। अब हामी हेर्नेछौँ कि के कस्ता विषयहरू आउँदछन्, कसरी चाहिँ हाम्रो तोकिएको छ 200 पूर्णाङ्क। अब हेरौँ लिखित परीक्षा प्रथम चरणमा हुने लिखित परीक्षामा पनि पत्रहरू फरक फरक छन्। प्रथम पत्र छ अनि त्यसै गरी द्वितीय पत्र छ। प्रथम पत्र र द्वितीय पत्र दुवैको चाहिँ सेवा सम्बन्धित कार्य ज्ञान, जब बेस्ड नलेजको कुरा छ। अब प्रथम पत्र चाहिँ पूर्णाङ्क 100, उत्तीर्णाङ्क 40 छ, जसमा चाहिँ सेक्सन ए बाट हामीले हेऱ्यौँ भने 20 प्रश्न आउँछ, सेक्सन बी बाट 20 प्रश्न, सेक्सन सी बाट 10 प्रश्न र द्वितीय पत्रमा हेरौँ भने सेक्सन ए बाट 2वटा प्रश्न 10 अङ्कको, 4वटा प्रश्न 5 अङ्कको, सेक्सन बी बाट पनि 2वटा प्रश्न 10 अङ्कको, 4वटा प्रश्न 5 अङ्कको र सेक्सन सीमा पनि 4वटा प्रश्न 5 अङ्कको छ। जम्मा 2 घण्टा 30 मिनट समय दिइन्छ र यो चाहिँ भयो द्वितीय पत्रमा। त्यसभन्दा पछाडि के हुन्छ? इन्टरभ्यू हुन्छ। अब हेरौँ हामीले इन्टरभ्यू मुख्य गरी के विषय हामीले पढ्नुपर्ने हुन्छ। खण्ड ए बाट अथवा 40 अङ्कबाट 40 अङ्कको हाम्रो जम्मी के सोधिन्छ भने क्वेसन सोधिन्छ। प्रथम र द्वितीय पत्रको चाहिँ एउटा चाहिँ प्रिन्सिपल एन्ड प्र्याक्टिस अफ सिल्भिकल्चरको बारेमा पढ्नु पर्यो, फरेस्ट म्यानेजमेन्टको बारेमा पढ्नु पर्यो। त्यसै गरी हामीले हेऱ्यौँ भने फरेस्ट मेन्सुरेसन, फरेस्ट सर्वे एन्ड इन्भेन्टरीको बारेमा पढ्नु पर्यो, पोलिसी एक्ट एन्ड रेगुलेसन्सको बारेमा पढ्नु पर्यो। अनि योबाट चाहिँ हाम्रो जम्मी कति भने 40 अङ्कको क्वेसन सोधिन्छ। अनि खण्ड खबाट सेक्सन बीबाट चाहिँ हाम्रो 40 अङ्कको क्वेसन सोधिन्छ, जसमध्ये चाहिँ फरेस्ट रिसर्च, एक्सटेन्सन र नन टिम्बर फाइबर फरेस्ट प्रडक्टको बारेमा पढ्नु पर्यो। त्यसै गरी अर्को हामी हेर्नेछौँ अग्रोफरेस्ट्री, सोइल कन्जर्भेसन र वाटरसेड म्यानेजमेन्टको बारेमा पढ्नु पर्यो। त्यसै गरी प्रोटेक्टेड एरिया म्यानेजमेन्ट र बायोडाइभर्सिटी कन्जर्भेसनको बारेमा पढ्नु पर्यो। क्रस कटिङ एरिया इन फरेस्ट्रीको बारेमा, कम्युनिटी बेस्ड फरेस्ट म्यानेजमेन्ट, सिभिएफएम एन्ड फरेस्ट एडमिनिस्ट्रेसनको बारेमा पढ्नु पर्यो। त्यसै गरी हामीले पढ्नुपर्ने हुन्छ सेक्सन सी, त्यो भयो सेक्सन बीमा भयो, त्यो 40 अङ्कको थियो, 40 80 भयो। अब हाम्रो सेक्सन सी चाहिँ भयो 20 अङ्कको। सेक्सन सीमा चाहिँ हामीले नेपालको संविधानको बारेमा पढ्नु पर्यो। ऐन नियमावलीहरू जुन देखाइएको छ ती सबै ऐन नियमावलीको बारेमा सामान्य जानकारी हामीले भएको हुनुपर्छ। द्वितीय पत्रको विषयगत प्रश्नपत्र सामान्यमा देखाए अनुसारका इकाइबाट देखाए अनुसार प्रश्न सोधिनेछ भनेर भनेको छ, जसमा चाहिँ हाम्रो इकाइ पनि दिएको छ। त्यो इकाइबाट हामीलाई कतिवटा प्रश्न आउँछ, प्रश्न सङ्ख्या कतिवटा आउँछ भन्ने कुरा पनि यहाँ विस्तृत रूपमा दिएको छ। तपाईँले पुरा नोटलाई हेर्न सक्नुहुन्छ। यहाँ कसरी दिएको छ लङ क्वेसन र सर्ट क्वेसन। अब यो सर्ट क्वेसन हाम्रो टिक लगाउने क्वेसन दिएको छ भने मोडल क्वेसन्समा, अनि मोडल क्वेसनमा सब्जेक्टिभ क्वेसन्समा चाहिँ हाम्रो लिस्ट आउट द टाइप्स अफ कम्युनिटी बेस्ड फरेस्ट म्यानेजमेन्ट प्र्याक्टिस इन नेपाल भनेको छ। अनि एक्सप्लेन ब्रिफली द्याट द च्यालेन्जेस फेस्ड बाई कम्युनिटी फरेस्ट इन रिसेन्ट इयर्सहरूको बारेमा पनि हामीले यहाँ चाहिँ के भयो त भने एउटा सब्जेक्टिभ क्वेसन दियो। सब्जेक्टिभ र अब्जेक्टिभको तयारी गरेर तपाईँ अगाडि जानुभयो भने त्यसभन्दा पछाडि तपाईँले के गर्नुपर्ने हुन्छ भने लिखित अन्तर्वार्ताको परीक्षा दिनुपर्ने हुन्छ। यो सबै परीक्षाको अङ्कभार जोडेर तपाईँलाई चाहिँ अन्तिम नतिजा प्रकाशन गरिन्छ। तपाईँको नाम आयो कि आएन भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ। आजको लागि हामी बिदा हुनेछौँ। तपाईँ